भन्दाखेरि चाहिँ किराँतेश्वरले आफ्नो स्वरूपलाई चाहिँ ढुङ्गामा परिणत गर्नुभएको छ र परिणत गरेर चाहिँ त्यो ढुङ्गालाई चाहिँ हामी भन्छ पारुलुङ हो। पारुवाङलाई पारुलुङ भनेको ढुङ्गा हो, पारुलुङ, त्यही कारण हामीले बुझ्ने गर्छौँ। र उहाँले चाहिँ के को उयसमा भेषमा आउने भन्दाखेरि चाहिँ किराँतेश्वरको भेषमा आउने भएर यो किराँतेश्वर हो किराँतेश्वर हो। र किराँतेश्वरको कुरा अघि कसले गर्नु हुँदै थियो? महाभारतको युद्धमा भीम होइन, तपाईँहरूलाई याद छ, तपाईँले अघि भीम भन्नुभयो, भीम। महाभारतको युद्धमा के हुन्छ भन्दाखेरि एक दिन किराँतेश्वर पनि बसिरहेको हुनुहुन्छ, अर्जुन पनि शिकार खेल्दै आउँदाखेरि के भन्छ किराँतेश्वरले पनि यसो हेर्छ पर बनेल कुद्दै आउँदै गरेको छ, अर्जुनले पनि बनेल कुद्दै आएको देखेर दुईजनाले बाण ठक्कै छोड्छ। सुन्नुभएको यो कथा? अलिअलि सुनेको होला, नसुनेकोलाई सधैँ कन्टिन्यू गर्दाखेरि बनेल मऱ्यो। बनेल मर्नु त मऱ्यो, के गर्ने? बनेल त त्यहाँदेखि आएर किराँतेश्वर त फेरि उता साधारण एउटा मान्छेको रूपमा आएर त्यहाँनिर भन्छ, क्लेम गर्छ यो त मेरो बाणले मारेको, अर्जुन मेरो बाणले। दुईजना त्यहाँदेखि पुरा ठक्का पर्दा के गर्ने भन्दाखेरि लु अब हामी युद्ध गरौँ, कसले जित्छ त्यसले मारेको हो भनेर भनौँ भन्दाखेरि दुईजनाले यो बाणको युद्ध भयो। डङ्की डङ गर्दा लास्टमा त अर्जुन त त्यस्तो अब श्रेष्ठ धनुधारी होइन, हामीले महाभारतमा बुझ्छौँ, ऊ पराजय हुन्छ र त्यहाँदेखि घुँडा टेकेर मान्छ। लु तपाईँको परिचय दिनु भन्दाखेरि त्यति बेला चाहिँ किराँतेश्वरले भन्छ म किराँतेश्वर भन्दाखेरि चाहिँ उहाँलाई त्यो किराँतेश्वरसँग र तपाईँ अघि महाभारतको यो किराँत पर्वमा जोडिएको छ अर्जुनसँग। यो पनि कथा तपाईँहरूलाई यो पनि दिन चाहन्छु।